असमको मार्घेरिटा उपजिल्ला स्थित इन्डिया क्लबमा आइतबार असम नेपाली साहित्य सभा केन्द्रीय समितिको पहल अनुसार मार्घेरिटा जिल्ला समितिको तत्वावधान तथा विभिन्न शाखा समितिहरूको सहयोगमा आयोजित मारुनी नृत्य कर्मशाला 2026 को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ अनेसास मार्घेरिटा जिल्ला समितिका सभापति जुन प्रधानले झण्डा उत्तोलन गरी गर्नुभएको थियो। सो अवसरमा नेपाली साहित्यका अमर कवि स्वर्गीय हरिभक्त कटुवालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै असमका प्रख्यात गायक तथा संगीतकार जुबिन गर्गको कला संस्कृति र संस्कृतिप्रतिको योगदानको पनि स्मरण गरिएको थियो। आयोजित आमसभामा अनेसास केन्द्रीय समितिका सभापति डाक्टर चिन्तामणि शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो भने महासचिव तिलक शर्मा तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक सांस्कृतिक तथा सांस्कृतिक संघ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा महासमाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूले आकर्षक मारुनी नृत्य प्रस्तुत गरेका थिए। साथै नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने प्रशिक्षक मुस्कान प्रधान र जमुना प्रधानलाई सम्मान गरिएको थियो। पेंग्री, माधवपुर, बर्डुम्सा, लखीपथार तथा केटेटङ शाखामा सञ्चालन गरिएको प्रशिक्षण सफलतापूर्वक पूरा गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहमा प्रशिक्षार्थीहरूको सामूहिक मारुनी नृत्य प्रस्तुति मुख्य आकर्षक बनेको थियो, जसले नेपाली लोक संस्कृतिको जीवन्त झाँकी प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भयो। नमस्ते, मेरो नाम सृष्टि छेत्री। म क्लास 5 जातीय विद्यालय। मलाई मुस्कान दिदीले मलाई भविष्यमा एउटा डाक्टर हुन मन छ। बहुत राम्रो लागेछ। म लखीपथार। नमस्कार, मेरो नाम श्रीमती भूषण थापा। कतिमा पढ्छौ? क्लास 5। मारुनी कसले सिकाएको? मुस्कान दिदीले। राम्रो लाग्दैछ? मेरो प्राप्ति वैद्य। मेरो नेहा शर्मा। बहुत राम्रो लागेको छ। आगे हामी राजगढमा भी गएर यो वर्ल्ड रेकर्ड चाहिँ गरेर आएको छौँ अनि यहाँ अहिले मार्घेरिटामा हुँदैछ र हामी हाम्रो कला संस्कृति यहाँ फेरि प्रस्तुत गर्न पाउँदैछौँ। धेरै धेरै खुसी लागेछ। मलाई धेरै राम्रो लाग्दैछ। नमस्ते, मेरो नाम हो सृष्टि छेत्री। राम्रै लाग्दैछ।